के तपाईँ कल्पना गर्न सक्नुहुन्छ देशको गृह प्रशासन सम्हाल्ने मन्त्री तथा उप प्रधानमन्त्री नै सङ्गठित अपराधमा संलग्न होलान्। 800 भन्दा बढी सोझो नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं ठगी गरेको यो काण्डले सिङ्गो देशलाई मात्र होइन अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको शिर झुकाएको छ। आज हामी यही बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा र अदालतले सुनाएको ऐतिहासिक फैसलाको बारेमा कुराकानी गर्नेछौँ। दर्शकवृन्द नमस्कार, म प्रेम पारक, तपाईँ हेर्दै हुनुहुन्छ एक्सप्रेस न्युज। सुरु गरौँ आजको यो भुटानी शरणार्थी प्रकरणको भिडियो। यो सबै सुरु भयो सन् 2019बाट। सरकारले भुटानी शरणार्थी समस्या समाधानका लागि बालकृष्ण पन्थीको नेतृत्वमा एउटा कार्यदल गठन गरेको थियो। तर त्यो गिरोहले त्यही प्रतिवेदनलाई कृत्य गरेर 875 जनालाई नक्कली नामावली थप्यो। प्रति व्यक्ति 10 लाखदेखि 50 लाखसम्म पैसा पनि उठाइयो। तर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रपञ्च रचियो। गिरोहले पीडितहरूलाई गृह मन्त्रालयकै गाडीमा समेत ओसार पसार गरेको तथ्य पनि बाहिर आएको छ। यस प्रकरणमा को संलग्न थिए? अनुसन्धानले ठुला राजनीतिक दलका प्रभावशाली नेताहरूको नाम बाहिर ल्यायो। उप प्रधानमन्त्री टोपबहादुर रायमाझी यो धन्दाका मुख्य योजनाकार पनि थिए। पूर्व गृहमन्त्री बालकृष्ण खण्ड जसले कार्यदलको म्याद थपेर ठगीलाई सहयोग पुर्याएको आरोप पनि छ। यति मात्र होइन, पूर्व गृह सचिव टेकनारायण पाण्डे र शरणार्थीका नेता टेकनाथ रिजाल समेत यसमा मुछिएका छन्। 2083 साल असार 23 गते जुलाई 7, 2026मा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले एउटा ऐतिहासिक फैसला सुनायो। अदालतले 16 जनालाई दोषी ठहर गरेको छ, जसमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँड, टेकनारायण पाण्डे र टेकनाथ रिजाल जस्ता उच्च पदस्थ व्यक्तिहरू छन्। उनीहरूलाई ठगी, कीर्ति, सङ्गठित अपराध र राज्य विरुद्धको अपराध जस्ता गम्भीर मुद्दामा दोषी देखाइएको छ। अदालतले रायमाझीलाई मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्यो भने खानलाई सङ्गठित ठगीमा सहयोगीको रूपमा दोषी पायो। तर केही व्यक्तिहरूले सफाई पनि पाएका छन्। रायमाझीका छोरा सन्दीप रायमाझी, प्रतीक थापा, रामशरण केसी सहित 7 जनालाई प्रमाण नपुगेको भन्दै अदालतले सफाई दिएको छ। दोषी ठहरिएकाहरूको सजाय निर्धारणका लागि भने असार 29 गते अर्थात् जुलाई 13 को अर्को सुनवाई हुने तय भएको छ। यो फैसलाले के देखाउँछ भने कानुनको नजरमा कोही पनि माथि छैन। राज्यको गरिमामा आँच पुर्याउने र आफ्नै नागरिकलाई शरणार्थी बनाएर बेच्ने खोज्नेहरूको लागि यो एउटा ठुलो पाठ हो। यद्यपि केही फरार प्रतिवादीहरूको मुद्दा भने अझै पनि विचाराधीन छ। के यो फैसलाले नेपालमा भ्रष्टाचार विरोधी नयाँ युगको सुरुवात गर्ला त? तपाईँलाई के लाग्छ? तपाईँको विचार तल कमेन्ट बक्समा लेख्नुहोला र यस्तै जानकारीमूलक भिडियोका लागि हाम्रो च्यानललाई फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।